नमस्ते, म डाक्टर प्रसेनजित कुमार राय, न्यू लाइफ फर्टिलिटी सेन्टरबाट बाजोपन विशेषज्ञ। आजदेखि हामी हाम्रो प्रश्नोत्तर सत्र सुरु गर्दैछौँ। यहाँ विभिन्न बिरामीहरूले हामीलाई विभिन्न सामाजिक सञ्जालहरू मार्फत पठाएका जिज्ञासा वा प्रश्नहरूबारे हामी प्रत्येक भागमा एउटा प्रश्न लिएर छलफल गर्नेछौँ। त्यसो भए आजको पहिलो प्रश्न के आएको छ हेरौँ। पहिलो प्रश्न हाम्रो नजिकैको क्षेत्र अलिपुरद्वारबाट आएको छ। त्यहाँबाट श्रीमती बर्नालीले हामीलाई प्रश्न गर्नु भएको छ कि उहाँको विवाह भएको 5 वर्ष भइसक्यो, त्यसपछि उहाँले स्थानीय स्त्री रोग विशेषज्ञलाई देखाउनु भयो। त्यहाँ उहाँको एचएसजी परीक्षण गरिएको थियो। त्यहाँ एचएसजी परीक्षणमा पनि हाइड्रोसाल्पिङ्स देखिएको छ। अब डाक्टरले उहाँलाई हाइड्रोसाल्पिङ्स भएकोले ट्युब काटेर आइभीएफ गर्न सल्लाह दिनु भएको छ। त्यसैले उहाँ यो सही सल्लाह हो कि होइन भनेर जान्न चाहनुहुन्छ। आउनुहोस् यसको उत्तर जानौँ। त्यसो भए हाइड्रोसाल्पिङ्स के हो? हाइड्रोसाल्पिङ्स भनेको महिलाको पाठेघरको दुवैतर्फ दुईवटा फ्यालोपियन ट्युब हुन्छन्। यी फ्यालोपियन ट्युब मध्ये एउटा वा दुवै ब्लक हुँदा त्यहाँ पानी जम्छ। त्यो पानी जमेर ट्युब सुन्निन्छ। त्यसैले ट्युबले काम गर्न छोड्छ। यो अवस्थालाई हामी एचएसजी वा अल्ट्रासाउन्ड मार्फत पनि धेरै पटक पहिचान गर्छौँ। हाइड्रोसाल्पिङ्स किन हुन्छ? हाइड्रोसाल्पिङ्स सामान्यतया 3वटा कारणले हुन्छ। पहिलो पीआईडी वा पेल्भिक इन्फ्लामेटरी डिजिज हो, जहाँ कुनै पनि प्रकारको पेल्भिक संक्रमण जस्तै गोनोरिया, क्षयरोग वा कुनै पनि संक्रमणले ट्युबलाई असर गर्छ। दोस्रो इन्डोमेट्रियोसिस हो। इन्डोमेट्रियोसिसमा ट्युब बिग्रिन्छ र ब्लक हुन्छ। त्यसपछि त्यहाँ रगत वा पानी जम्न सक्छ। तेस्रो कारण यदि कुनै पेल्भिक शल्यक्रिया भएको छ भने, जस्तै एपेन्डिसाइटिस वा पहिले कुनै शल्यक्रिया भएको छ भने त्यसले ट्युबलाई क्षति पुर्याउँछ र भित्र पानी जम्छ। अब बर्नाली देवीले सोध्नु भएको कुरा, उहाँको डाक्टरले हाइड्रोसाल्पिङ्स भएको भाग हटाएर आइभीएफ गर्न भन्नु भएको छ। तपाईको डाक्टरले एकदम सही कुरा भन्नु भएको छ। हाइड्रोसाल्पिङ्स भएमा यसले आइभीएफ को सफलताको दर लगभग 50% ले घटाउँछ। यसले सफलताको दर कसरी घटाउँछ त? त्यहाँ भएको तरल पदार्थमा ब्याक्टेरिया हुन्छ। त्यो एउटा दूषित तरल पदार्थ हो। त्यसले भ्रूणलाई नष्ट गर्न सक्छ वा त्यो तरल पदार्थले भ्रूणलाई पखालेर मेकानिकल वाशआउट गरिदिन सक्छ वा त्यो तरल पदार्थले पाठेघरको भ्रूण ग्रहण गर्ने क्षमतालाई पनि नष्ट गरिदिन सक्छ। यसरी हाइड्रोसाल्पिङ्स भित्र भएको तरल पदार्थले आइभीएफ को सम्भावनालाई कम गरिदिन्छ। त्यसैले यस्तो अवस्थामा फर्टिलिटी विशेषज्ञहरूले पक्कै पनि हाइड्रोसाल्पिङ्सलाई पाठेघरबाट अलग गर्नेछन्, ल्याप्रोस्कोपी मार्फत साल्पिन्जेक्टोमी गर्नेछन् र त्यसपछि मात्र आइभीएफ प्रक्रिया अगाडि बढाउनु पर्छ। त्यसैले आजको भागमा हामीले बर्नाली देवीको समस्या र त्यसको समाधानको बारेमा छलफल गर्यौं। अर्को भागमा हामी अर्को कुनै समस्या र त्यसको समाधानको बारेमा छलफल गर्नेछौँ। नमस्कार।